सबैजनालाई वेलकम ब्याक टु UK17 च्यानल आफ्टर अ लङ टाइम भयो होला नि भेरी लङ टाइम कति महिनै भइसक्यो होला महिना वर्ष हुन लाग्यो त्यो लास्ट प्र्याङ्क भिडियो हालेको थियौँ कि प्र्याङ्क भिडियो पछि भनेपछि थुप्रै भइसक्यो थुप्रै भयो ठिकै छ हजुरहरूको सम्झनामा एउटा फेरि पनि भिडियो लिएर आएछौँ विथ अ सरप्राइज वी आर प्रेग्नेन्ट नाउ कति महिना भन्दै 8 months यो 8 month भइसक्यो त्यही भएर पो हराउनु भएको यो 8 months चाहिँ कहाँ हरायो भनेर सोच्नु हुँदै थियो भने वी वेयर इन्जोइङ आवर प्रेग्नेन्सी जर्नी ठिक छ अहिले चाहिँ हामी यहाँ आफ्नै रुममा एउटा पोडकास्ट भिडियो हामी नि ट्राई गरौँ न त पोडकास्ट भनेर यस्तो नयाँ नयाँ माइक एउटा किनेको थियौँ पोडकास्ट त्यही भएर एउटा पोडकास्ट भिडियो लिएर आएर तपाईहरुलाई इन्टरटेनमेन्ट र हाम्रो नयाँ नयाँ जर्नीको जानकारी दिन इन्फर्मेसन दिन चाहिँ आज हामी यहाँ छौँ भने अब चाहिँ म उहाँलाई मात्र क्वेसन सोध्छु म चाहिँ यहाँ चाहिँ अब एज अ के हामी दुईजनाकै हाम्रो क्वेसन हुन्छ म उसलाई क्वेसन सोध्छु उसले हैन धेरै चाहिँ म चाहिँ उहाँलाई सोध्छु अनि म चाहिँ त्यसपछि तिमी चाहिँ एन्सर दिने आजको गेस्ट हो नि त तिमी मेरो च्यानलको गेस्ट अनि मैले सबैलाई क्वेसन सोध्न नपाउनु पाउँछ क्वेसनबाट सुरु गर्नुपर्दा हैन ल फर्स्ट तपाईलाई मैले टाइम दिए फर्स्ट क्वेसन चाहिँ म कहाँबाट स्टार्ट गर्न चाहन्छु भने चाहिँ फर्स्टमै जाम न त सबै कुरा फर्स्ट हैन 8 महिना अगाडि जब त्यो प्रेग्नेन्सी टेस्टवाला किटमा आफैलाई प्रेग्नेन्ट भनेर त्यहाँ डबल चिन्ह देख्दाखेरि चाहिँ आफूलाई कस्तो महसुस भयो मलाई कस्तो महसुस भयो भित्रदेखि कस्तो त्यो त तपाईलाई थाहा छदै छ त्यही बेलामा मैले व्यक्त गरेको थिएँ तर तपाईले बिर्सिनु भयो होला अब त्यो त अभियसली मेरो लागि एकदम के भन्छ त्यसलाई मलाई भन्नै आएन के भन्छ इमोसनल वाउ ल फाइनली भने जस्तो त फाइनली त थियो हैन पहिलेदेखि प्रिपेयर्ड हुनुहुन्थ्यो क्या यस फाइनली भन्ने सिचुएसन त हैन अब जोस् त्यो देख्दाखेरि त नाउ म चाहिँ आइम बिङ अ मम भन्ने वाला खालको फिलिङ्स हुन्छ नि त्यही दिनदेखि नै मलाई स्टार्ट भएको यस ठिक छ अनि फाइनली बल्ल भयो भन्ने चाहिँ होइन तर मलाई चाहिँ त्यही भएको थियो अरे ओ माय गॉड तपाईले भन्नु तपाईले कस्तो लाग्यो भन्नु ल मलाई कस्तो लाग्यो भने दुवैजनालाई जानुपर्ने खालको क्वेसन हो यो क्वेसन त अब यो क्वेसनमा म के भन्न चाहन्छु भने मलाई चाहिँ यस आई डिड इट ओ माय गॉड हैन हो ल त्यस्तो फिल भयो अब यो हाम्रो अनएक्सपेक्टेडली होइन नि त यो एउटा प्री प्लान थियो हाम्रो चाहिँ यो हैन अब त्यही भएर चाहिँ मलाई ल धन्न भएछ वाला टाइपको फिल भइरहेको थियो अब नेक्स्ट क्वेसन चाहिँ हैन फर्स्ट टाइम चाहिँ अब यो त फर्स्ट टाइम हो नि हैन फर्स्ट टाइम चाहिँ हैन नसोध्नु न फर्स्ट टाइम चाहिँ आफूलाई त्यो बेबी भित्र हलचल भएको चाहिँ कति मन्थ्समा ओ माय गॉड यो त मेरो 5 month पछि बल्ल मलाई थाहा भयो अरूहरूलाई चाहिँ अगाडिदेखि नै फिल हुन्थ्यो अरे बट मलाई चाहिँ 5 months तिर बल्ल अलिअलि उलु भएको जस्तो फिल भएको थियो अनि म जब मैले उहाँलाई सेयर गरेँ उहाँले चाहिँ नाटक पार्छ भनेर भन्दै थियो बट चल्छ खुब भनेर भने होइन मलाई कस्तो सानो हल्का मसिनो त्यो हुन्छ नि के हिँडे जस्तो फिल भइरहेको थियो अहिले जस्तो त स्ट्रङ फिल त हुँदैन नि त अनि अर्को साथी म त कस्तो खुसी भएन ओहो मेरो भित्र चल्न थाल्यो अनि भित्र चाहिँ के गुदगुदी लाग्थ्यो हैन गुदगुदी त्यो कस्तो हुन्छ नि अब हाम्रो खुट्टामा किराहरू हिँड्दाखेरि कुचकुच हुन्छ नि त्यस्तै हो अब हामी चाहिँ फर्स्ट मन्थदेखि 8 months रनिङ छ अहिले यो जर्नीमा चाहिँ सबभन्दा एकदमै हुन्छ नि इमोसनल मोमेन्ट चाहिँ केही सेयर गर्न चाहनुहुन्छ त हाम्रो अडियन्सलाई मलाई त्यही जस्तो इमोसनल मोमेन्ट छैन मेरो छैन अनि तपाईलाई चाहिँ अहिलेसम्म एकदमै यो जर्नीमा सबभन्दा धेरै क्रेभिङ भएको फुड चाहिँ के होला त त्यो तपाईँ हो भने भनेपछि मलाई खाइरहेको छ
मलाई क्रेभिङ के हुन्छ भनेर भन्दाखेरि चाहिँ मलाई चाहिँ स्पाइसी फुडहरू मात्रै क्रेभिङ हुन्छ। मलाई चाहिँ धेरै मेरो फेभरेट अहिलेको रिसेन्टली भनेको भात, दाल भात हो। म जति डेली खान सक्छु बट मैले खानु हुँदैन। तर सो स्याड, अनफर्चुनेटली हजुरलाई स्पाइसी मन पऱ्यो नि, हजुरलाई त सुगर देखाइयो त। ओके कस्तो मलाई फर्स्ट प्रेग्नेन्सीदेखि नै मलाई त्यस्तो गुलियो खानु मन लागेको छैन। मैले तपाईँलाई भनेको म भात मात्रै, मलाई सायद त्यो भात धेरै खाएर सुगर भयो होला है। जेस्टेसनल डायबिटिज छ मलाई चाहिँ अहिले, त्यसैले मैले चाहिँ गुलियो खानु हुँदैन। मैले खाएको पनि छैन, मलाई मन नै पर्दैन गुलियो, खास गरी भन्दाखेरि मलाई धेरै स्पाइसी फुड खान मन लाग्ने। तर स्पाइसी फुडसँग भन्दा पनि धेरै चाहिँ मलाई त्यो भात धेरै खान मन लागेर चाहिँ हो त्यस्तो भएको। खाना धेरै खाएर चाहिँ मलाई डायबिटिज भएको। नेक्स्ट क्वेसनलाई रेडी हुनुहुन्छ हजुर? यस आई एम। डु यु फिल कनेक्टेड एभ्री डे विथ यर बेबी? यस आई डु। मेरो मैले मिठो मिठो खानेकुरा खाँदाखेरि मेरो बेबीले पेटमा चल्छ। म रेस्ट गर्ने बेलामा मेरो बेबी चल्छ। अनि त्यसपछि हुन्छ नि उसले चाहिँ ओह मामु हो तिमी बल्ल रेस्ट गर्यो भनेर उसले मलाई गरे जस्तो फिल हुन्छ कि कनेक्टेड हुँदैन। हर्ट टु हर्ट कनेक्सन छ हाम्रो। यो बेबीले होइन यदि बोल्न जाने भए, पेटभित्रबाट बोल्न जाने भए सबभन्दा सुरुमा के बोल्छ जस्तो लाग्छ? मलाई मेरो बेबीले केही भन्दैन, मामु युआर सो एक्टिभ, तिमी कति ब्युटिफुल भन्छ मलाई। अनि पापा पापा चाहिँ भन्दैन तिमी चिन्दैन उसले। बेबीको फ्युचर प्लान केही गर्नु भएको छ त हजुरले? मैले बेबीको फ्युचर प्लान त म गर्दिन सक्दिनँ उसको फ्युचर प्लान। तर उसको फ्युचरको लागि चाहिँ मैले धेरै कुराहरू सोचेको छु। जस्तै म उसलाई कति राम्रो नर्चरिङ, केयरिङ, अनि त्यसपछि एउटा चाहिँ मेरो बेबी चाहिँ जुन दिनदेखि त्यो मेरो त्यो उसमा मलाई थाहा भयो नि त्यो रेड ढड्का आएको दिनमा दुइटा हो, त्यो दिनदेखि नै मेरो बेबी चाहिँ एकदम ब्लेस्ड चाइल्ड हो। ओ माई गड, के अरे म जस्तो मामु पाएकोमा, म जस्तो बाबा पाएकोमा चाहिँ त्यो तपाईँले ब्लेस फिल गर्नु न। उसले गर्छ होला कि त म मेरो कुरा गर्दैछु अनि त्यसपछि अभियसली तपाईँ जस्तो ह्यान्डसम ड्याडीमा। अनि त्यसपछि होइन यस्तो हो कि मेरो बेबी र म चाहिँ त्यस्तै हो कि तपाईँ पाएर हामी एकदम ब्लेसिङ छौँ भने जस्तै हो कि। बुझ नि त्यति कस्तो रुन खोज्छ। मैले चाहिँ अब मैले कस्तो खालको संस्कार दिन्छु, मैले कस्तो खालको कल्चर दिन्छु, म उसलाई कस्तो इन्भाइरोमेन्टमा उसलाई म हुन्छ नि के गर्छु, के भन्छ त्यसलाई, हुर्काउँछु। अनि त्यसपछि उसलाई मैले कसरी बाँच्न सिकाउँछु भन्ने कुराहरू चाहिँ ममा अलरेडी प्रिप्लान छ। अनि त्यो कुराहरू त मैले कहाँ भन्ने हो त, पछि त त्यो मेरो बेबी ठुलो भएपछि देखिने कुरा हो। ए हुन्छ, भनेपछि त्यो चाहिँ हामीले पछिको भ्लगमा देख्न पाउँछौँ। उसको चाहिँ हामीले चाहिँ अब हाम्रो बेबी ग्रोइङ भएको सिरिजको भ्लग बनाउँछौँ हामी। त्यसमा चाहिँ मेरो बेबी कसरी ग्रोइङ हुँदैछ, के बोल्दैछ, उसले के गर्दैछ, के नयाँ कुराहरू सिक्यो भनेर चाहिँ यु विल सी देयर। अनि भनेपछि त अहिले सब्सक्राइब गर्नुको लागि भन्नु पऱ्यो नि त? यस, त्यसको लागि चाहिँ हामी अपडेट हामीसँग के भन्छ उसमा बसिराख्नु पऱ्यो है। अहिले अब हामी त्यस्तो उस हुँदैनौँ नि त, युट्युबमा हामी धेरै ग्याप राख्दैनौँ नि त होइन। अब हाम्रो फेरि सुन हाम्रो डेलिभरी भ्लग आउँछ, त्यसपछि हाम्रो बेबीको के उस सेरेमनी आइरहेको छ नि त, अब हामी सबै खिच्छौँ। मलाई एउटा दिमागमा चाहिँ अब एउटा प्रश्न क्लिक भइरहेछ कि अब यो 8 मन्थ्सको जर्नीमा चाहिँ कति हामीले होइन उतार चढावहरू आए होइन। अब यस्ता कुराहरूमा अब त्यो कुरामध्ये चाहिँ सबभन्दा मेन कुरा सोध्न खोजेको चाहिँ यो जर्नीमा चाहिँ मेरो कुनै यस्तो ह्याबिट छ जुन तिमीलाई चाहिँ एकदमै अनोइङ लाग्छ टिल नाउ? छ नि, के छ? Oh my God, त्यो एउटा कुरा चाहिँ मैले सेयरिङ गर्न मिल्दैन, आई एम नट सेयर हियर। अर्को एउटा मेन कुरा चाहिँ म प्रेग्नेन्ट म छु, म चाहिँ धेरै एक्टिभ छु अनि प्रेग्नेन्ट चाहिँ ऊ जस्तो गरिरहेको छ, एकदम लेजी। माई गड, तपाईँले मलाई धेरै कुरामा हेल्प गर्नुपर्ने ठाउँमा तपाईँ त असुविधा झन् धेरै लेजी हुँदै गइरहनु भएको छ। यस्तो लेजी भएर ऊ त पहिलाको भन्दा आजकल धेरै लेजी हुँदैछ होइन। उसले पहिला अलिअलि भए पनि ऊ अर्गनाइज थियो, अलिकति भए पनि प्रोडक्टिभ देखिन्थ्यो। आजकल भएर त ऊ एकदमै लेजी। त्यो बानी चाहिँ प्लिज लेजी के जुन बेला सुत्ने मात्रै भनेको छ, सुत्ने रातभरि नसुते के रातभरि दिन। नेक्स्ट क्वेसन आउँदो हाम्रो चाइल्ड चाहिँ
कोतिर धेरै जसो ढल्किन्छ जस्तो लाग्छ, मतिर कि तिमीतिर? अब यो चाहिँ जन्मेसीदेखिने कुरा हो, तर पनि मम इन्ट्युसन भन्छ नि हो, त्यो चाहिँ मिल्छ अरे कि। अनि मलाई चाहिँ कस्तो इन्ट्युसन आउँदैछ भन्दाखेरि चाहिँ त्यो बच्चा चाहिँ धेरै ऊ जस्तो देखिन्छ जस्तो फिल भइरहेको छ। अभियसली हामीले लास्ट टाइम एनिमल स्क्यान गर्दाखेरि पनि त्यसमा 3D कि 4D गराएर 4D हो कि खोइ केडी होइन, हामीले चाहिँ अरू हस्पिटलमा चाहिँ 3D त्यो हामीले चेकअप गरिरहनु हस्पिटलमा चाहिँ 3D मात्रै एनिमल स्क्यानको भएको भएर हामी बाहिर गएर 4D एनिमल स्क्यान गरेँ होइन। त्यतिखेर देखिसक्यो त म जस्तै हुन लाग्यो भनेर होइन। त्यसमा त्यस्तो क्लियर चाहिँ केही होइन, सबैको बच्चा एउटै देखिन्छ त्यो एनिमल स्क्यानको त्यो राख्यो भने। यस्तो राखेँ त्यो सबै एनिमल स्क्यान गरेको यस्तो रिपोर्ट सबै ठाउँमा राखेर यस्तो यस्तो मिक्स गरेर तपाईँले मेरो बिबीको चिन्न सक्नुहुन्छ त्यहाँ? सकिहाल्छ त, सक्छ खुब सक्दैन चाहिँ। त्यसमा चाहिँ एउटा कुरा चाहिँ क्लियर, अब हामीले सबैलाई देखाउँदा सबैले हो भनेको कुरा चाहिँ के हुन्छ, उसको यस्तो ठुलो नाक छ त्यो बेबीको त्यो स्क्यानमा। अनि त्यसपछि तर मैले त्यो स्क्यान नगर्दै पनि अब मलाई त त्यस्तै फिलिङ्स आइरहेको छ कि अब अरूलाई त यस्तो हुन्छ नि त, म जस्तो होला जस्तो आउँछ क्या त्यस्तो फिलिङ्स, बुझ्नु न। म त अनि मेरो पेटभित्र त बेबी त मसँग छ नि त, त्यसरी मैले त्यस्तो फिलिङ्स आउँदा चाहिँ धेरै जस्तो चाहिँ त्यो फेसियल फिचर त तिमीसँग जान्छ जस्तो लागिरहेको छ। अनि विच आई एम नट लाइकिङ द्याट। थ्याङ्क यू। म जस्तो ब्युटिफुल हुनु पऱ्यो नि होइन, म जस्तो ह्यान्डसम चाहिँ हुनु पऱ्यो नि के केही छैन। अब उसको ड्याडी भएपछि उसको ड्याडी जस्तो देख्न पाइयो। ओके, आर यु एक्साइटेड? हाउ मच एक्साइटेड? प्लिज सेयर। ओ माई गड, धेरै एक्साइटेड। मलाई कहिले मेरो हातमा बेबी होल्ड गरौँ भइरहेको छ। अनि तपाईँलाई चाहिँ? मलाई त एकदमै धेरै उचालेर यसरी त्यस्तो त त्यस्तो मान्छेलाई बच्चा दियो भने चाहिँ उसले एउटै डल्लो बनाएर खेल्छ जस्तो लागिरहेको छ। अब चाहिँ क्वेसन टर्न चाहिँ मेरो है। अब म क्वेसन सोध्छु नि एउटा तपाईँलाई। ल सुन्नुहोस् न। कस्तो दिस मच फर टुडे। हाम्रो त अब डेलिभरी गर्ने दिन त अब चाँडै आइहुन लागिसक्यो। 1 महिना चाहिँ होल 1 मन्थ मात्रै बाँकी छ, त्यसपछि त हाम्रो डेलिभरी हुन्छ। अनि अब त्यो डेलिभरी गर्ने बेलामा चाहिँ तिमीलाई बेबी फर्स्ट तिम्रो हातमा दिइसकेपछि तिमीलाई कस्तो फिल हुन्छ होला जस्तो लाग्छ तिमीलाई? तिम्रो रियाक्सन कस्तो हुन्छ होला? त्यतिखेर चाहिँ म एकदमै मौन हुन्छु, बिकज त्यो टाइममा त म अब मेरो फिलिङ्स चाहिँ एक्सप्रेस गर्न सक्दिनँ होइन। भेरी फर्स्ट टाइम म यो एक्सपिरियन्स गर्दैछु, ताकि म सबैभन्दा पहिला अरूको बच्चा सुन्थेँ भने ओहो योपालि त आफ्नै भनेर एकछिन हेरेर टोलाएर बस्छु होला सायद, एकछिन हेर्छु जस्तो लाग्छ मलाई होइन। आफ्नो क्रिएसन कस्तो माइट बी त्यस्तै हुन्छ होला अब होला। म पनि त्यस्तै इमेजिन गर्छु। मलाई अब त्यो ठ्याक्क जन्मिने बित्तिकै मलाई डक्टरले देखाउँदा म कस्तो के गर्छु होला, म के भन्छु होला जस्तो फिलिङ भइरहेको मलाई। अब तपाईँलाई एन्डिङ क्वेसन सोध्छु ल, एउटा मात्रै, त्यस्तो धेरै सोध्न चाहिनँ मैले होइन ल। तपाईँलाई एउटा क्वेसन सोध्छु नि, त्यसपछि तपाईँलाई चाहिँ होइन अब तपाईँले त यत्रो जर्नी होइन यहाँसम्म 8 मन्थसम्म आइसक्नु नि त, तपाईँ पनि म पनि आइसक्नु भयो त नभन्। अनि होइन तपाईँलाई चाहिँ अब यो मन्थसम्म आइसक्दा तपाईँलाई चाहिँ होइन अब तपाईँले त अहिले त मेरो केयर गर्नु परेको छ, मेरो सँगसँगै बेबी पनि छ भन्ने जस्तो हुन्छ तपाईँलाई होइन। हो, तपाईँलाई चाहिँ अब हार्डेस्ट मोमेन्ट चाहिँ के लाग्यो? अब अरू खासै चाहिँ हार्डेस्ट लागेन मलाई यो एक्चुअली। खोइ यो अब मेरो के भन्ने अब मैले यो एज अ ब्लेसिङ लिइरहेको छु, किनकि ऊ स्टिल अहिलेसम्म पनि नर्मल पिपुल जसरी नै एक्टिभली हिँड्न सकिरहेछ म सँगसँगै होइन। अब मैले जता लगेँ नि ऊ मजाले हिँडिरहेछ। उसलाई त्यस्तो समस्या कहिलेकाहीँ त्यो आउनु स्वाभाविकै हो, सबैकोमा आउँछ नै। तर ऊ चाहिँ स्टिल 8 मन्थ्समा छौँ हामी, तर आजको दिनसम्म पनि हरेक कुराहरूलाई ऊ आफैले सेल्फ गर्न सकिरहेछ र ऊ डिपेन्डेन्ट हुन परिरहेछ होइन। त्यो चाहिँ मलाई ब्लेसिङ्स लाग्छ आफैलाई होइन, म आफैलाई। अनि द हार्डेस्ट मोमेन्ट चाहिँ मलाई के लाग्यो भने होइन अब जहिले पनि हामी अब बाइक स्कुटीमा हिँडेर हुन्छ नि त, त्यो टाइममा मैले अरू बेला चाहिँ त्यस्तो टेक केयर गरेर कुदाउनु पर्ने, स्पिड मेन्टेन गरेर होइन, स्पिड हेरेर कति स्पिडमा गइरहेको छु भनेर हेरेर कुदाउनु पर्ने थिएन। तर यो जर्नीमा चाहिँ मैले एकदमै धेरै ध्यानपूर्वक चलाएको भने स्कुटी हो। हामी चाहिँ स्टिल अहिले पनि स्कुटीमै कुद्दैछौँ। अब यो हेर्नु भएकोहरूले गाली गर्नु होला, तर अब यस्तै त होइन, लङ ट्राभल गर्दैनौँ हामी। किन भन्दाखेरि अब त्यो म पनि सक्ने भएको भएर मात्रै हो, म पनि त्यस्तै मलाई गाह्रो कम्प्लिकेसन थियो भने चाहिँ वी वुड अभोइड द्याट होइन। तर खोइ हिँडिरहेको छौँ है। म चाहिँ कस्तो मलाई चाहिँ मेरो पेटभित्र बच्चै छैन जस्तो फिल हुन्छ, घरिघरि म त्यसरी हिँडिरहेको हुन्छु है।
अरू के छ अरू त तपाईँलाई के हार्डेस्ट लागेन मलाई त्यही एउटा अरू त्यस्तो तर हाम्रो त्यस्तो प्रेग्नेन्ट भएर हाम्रो डेली सेड्युलहरू चेन्ज भएको जस्तो केही पनि छैन जस्ट त्यो बाइक राइड एज युजुअल हामी त त्यो कुद्न पाएको छैन त्यति मात्रै हो हाम्रो डेली लाइफै बिहान उठेदेखि राति पहिला जस्तो थियो अहिले पनि स्टिल सेम नै छ त्यस्तो केही चेन्जेस अब त्यो चेन्जेस आएको भनेको घरिघरि हस्पिटल जानुपर्ने रेगुलर चेकअपको लागि त्यही मात्रै हो नत्र पहिला चाहिँ त्यो हाम्रो उसमा त थिएन नि त त्यति हो ल अरे सक्यो हजुरको क्वेसन अब लास्ट क्वेसन चाहिँ इन्डिङ गर्दैन हुन्छ इफ होइन इफ युर बेबी क्यान हियर राइट नाउ तपाईँ उसलाई के भन्न चाहनुहुन्छ अहिले ल भन्नु उसलाई चाहिँ म एकदमै के भन्न चाहन्छु भने यु आर ग्रोइङ स्ट्रङ्गर 1 month to wait त्यति जेलसम्मको लागि तिमी राम्रोसँग बस्नु होइन छिट्टै बाहिर आउँदैछौ दुनियाँ देख्दैछौ छिट्टै भेटौँला सी यु सुन भन्दै ओके थ्याङ्क यू हाम्रो सेसन चाहिँ आजको लागि फर्स्ट एभर पोडकास्ट हुँदैछ हाम्रो च्यानलमा चाहिँ तर मलाई चाहिँ के लाग्दैछ भने च्यानल मैले के को लागि खोलेको थिएँ र म आज कहाँ पुगिरहेको छु होइन मैले खास गरी एउटा जसमा पहिलाको हुन्छ नि त्यो यङ ब्लडवाला जोसमा मैले बाइक कुदाउने यसो बाइक हाल्ने भनेर आजकल म अर्कैतिर तपाईँहरूलाई विभिन्न खालका डिफ्रेन्ट कन्टेन्टहरू दिँदैछु विथ द हेल्प अफ माई वाइफ थ्याङ्क्स फर हर अल्सो एन्ड सी यु इन द नेक्स्ट एपिसोड अब यति नै भन्दै हामी यहाँबाट बिदा हुन चाहन्छौँ नेक्स्ट भ्लग चाहिँ अथवा नेक्स्ट भिडियो चाहिँ सिधै डेलिभरीको माइट बी आउन सक्छ तर बनाउनु पर्छ हामीले भन्ने सोच गरिरहेछौँ बनाउनु पर्छ त्यो चाहिँ किनकि भोलिपर्सि अब हाम्रो बेबी ठुलो भएपछि देख्छ नि त ओ माई गड मेरो मजा हेर्दाखेरि यस्तो पो भइरहेको रहेछ सिचुएसन यस्तो थियो भनेर अनि अब यो भिडियो पनि हेर्दाखेरि अब उसलाई त कस्तो हुन्छ नि त होइन अहिले जस्तो इमेजिन गर्नु न अब हाम्रो मम ड्याडले हामीलाई यस्तो भिडियो बनाएको थियो भने हामी कस्तो मक्ख पर्दै हेर्थ्यौँ मलाई होइन त्यस्तो हुन्छ नि त त्यसैले हामी त्यो भिडियो चाहिँ हामी त होइन उसले बनाउँछ है यस ओके अन्टिल नेक्स्ट टाइम सी यु बाई यति नै हो सब्सक्राइब गर्नु होला लाइक गर्नु होला बाई बाई